बाजे तपाईको फोन दिनु सीतालाई फोन गर्नु पर्यो किन काकी र विनोद मिलेर बारी बेच्दैछन् सीतालाई एक वचन पनि सोधेका छैनन् सीताको चाहिँ घर होइन त्यो सुभद्राको राजी खुसीले होइन विनोदले कर गरेर त्यो बारी बेच्दैछ थाहा छ मलाई त्यही पनि काकी किन चुप हुनुहुन्छ किन सीतालाई यो कुरा भन्नु भएको छैन आखिर विनोद दाइले के त्यस्तो जादु गरेर काकीले कसैलाई नभनिकन जग्गा बेच्न दिँदै हुनुहुन्छ जादु गरेको होइन त्यसले हिजो बेलुका आमालाई पिट्यो त्यसले बुढाबुढी मिलेर मार्न खोजेका थिए सुभद्रा रुँदै हार गुहार गर्दै यहाँ आएकी थिए त्यस्ता कपुत जन्मिनु भन्दा त गर्भमै तुइएको भए हुन्थ्यो बिचरा सुभद्रा एकदमै डराइरहेकी थिए मैले त खुकुरी झिकेर त्यसको हात छप्काइदिउँ हिँड भनेको उसैले रोकी मलाई किन त्यतिखेर नबोलाउनु भएको बाजे तपाईँले मेरो त रिसले सीमा नआएको थियो झन् तैँले त्यो कुरा थाहा पाएको भए के गर्थिस् होला झन् मैले त खबर गरौँ भनेर भनेको बिचरा सुभद्राले तैँले सहन सक्दैनस् भनेर रोकिन् मलाई त्यही भएर बिचरा सुभद्रा लाचार भएर जे गरोस् गरोस् भनेर चुप लाएर बसेकी हुन् म तिनीहरूलाई छोड्दिनँ मार्दिन्छु म तिनीहरूको बुढाबुढीलाई तैँले यस्तै हरकत गर्छस् भनेर सुभद्राले नबन्नु भनेकी थिए बाबु उनीहरूकै सम्पत्ति हुन् जे गरून् गरून् छोड्दे त्यसो नगर पुरा सम्पत्तिको होइन बाजे विनोद दाइले काकीलाई कसरी हात उठाउन सक्यो म त्यो दाइको हात भाँचिदिन्छु दुई टुक्रा हुनु गरेर ठनको भाँचिदिन्छु बाबु